आज यात्राको चौथो दिन हामी मुस्ताङबाट फर्किँदै थियौँ र हामीले घान्द्रुकमा रुम पनि बुक गरिसकेका थियौँ। एकदम ढिलो भएको कारणले हामी घान्द्रुक चाहिँ 11 बजे पुग्यौँ। अनि छिट्टै बिहान उठेर हामीले मनोरम हिमालको दृश्यहरू निहाल्दै ब्रेकफास्ट लिएर हामी लाग्यौँ बुढाबुढी फोटो र भिडियो खिच्नतिर। वरिपरि पहाडले घेरेको र बिचमा एउटा सानो गाउँ बसेको एकदमै रमणीय ठाउँ घान्द्रुक। मन मुटुमा एकदम छाप छोड्न सफल ठाउँ घान्द्रुक। सिम्पल गाउँ तर भव्य, शालीन, शानदार, एकदम मनपर्ने र राम्रो ठाउँ बन्न सफल भएको थियो। यो भिडियोमा यति नै। अर्को भिडियोमा फेरि भेटौँला।